डोजर चाहिँ यहाँ बालवासी बस्ती यहाँ हेर्नेको पनि त्यस्तै भिड छ। हामी नेपाली शुद्ध बेरोजगार ढुङ्गामाथि त्यो बल्फो पुल भयो बागमती खोला किनारमा बसेको छ। यो बुलडोजर चाहिँ राम्रो भत्काएर है राम्रो जित्याइरहेको जस्तो। धन भन्छ है ठुलो घर रहेछ त यो पनि सुकुम्बासी हो। हजुर हो र त्यस्तो घर बनाइसकेको रहेछ। यो सुकुम्बासी भन्ने एकदमै गुम्बासीहरू थिए घर यत्रो ठुल्ठुलो घर बनाएर। यो पेट्रोल पम्प भत्कायो नि कसको हो? सादा हो यो सादा आयल स्टोर नाम मात्रै साझा हो, त्यो प्राइभेट हो क्या। साँच्चै एकदमै असुरक्षित थियो है यहाँको सुकुम्बासी। पछि पानी चाहिँ माथिसम्म पुग्छ क्या यो घरहरूमा पुग्छ, यहाँ माथिसम्म पुग्छ। मैले देखेको छु वर्षायाममा। अनि यहाँ त देख्न नदेख्ने कुरै छ, एकदम जोखिमपूर्ण अवस्था थियो। त्यो पनि थियो। यत्रो घर ए यो पनि रहेछ। मन्डी त उतै पऱ्यो नि तपाईँको। होइन यो घर त यतै छ। मन्दिर त भत्काउनु न, मन्दिर त बनाउनु नि जस्तो। यो घर चाहिँ ठुस पार्छ। यो त घर त छक्काइदियो यार एकैछिनमा। राम राम हिँडेको पो छ। यो पनि हरियो हाने चर्च होइन घरै हो त। हजुर हो र अब चर्च पनि ए होला। यस्तोमा खर्च लगाउने नि दिमाग। अब पहिला पार्टीहरूले भने जुम्ला पाउँछ, अब कहाँ हुन्छ त? एकदम जोखिम हुन्छ। यो पानी यो माथि आउँछ, यो पुलसम्म आउँछ। मैले देखेको छु यार पहिला।
तर अब यस्तो हो यस्तै बनाउनुपर्छ एउटा पनि यस्तै कोरिडोरहरू बनायो भने आउँछ अनि त्यहाँ नजानु त कुरै भएन कहाँ विद्यार्थीहरू थिए नि आन्दोलन गर्ने आलाहरू